बित्थामा फाइन पर्ला जानुहोस् गर्नुहोस् तपाईँ जानुहोस् उताबाट जानुहोस् तपाईँ गर्नुहोस् भनेको हुन्छ त्यति हो किनभने म जिल्लाको मान्छे मलाई चिनेको मान्छे आफू चिनेकै मान्छेले गर्नुहुन्छ नि त गर्न त अरूलाई गर्ने कुरो भएन नि त जनतालाई गर्ने कुरो भएन त्यो कन्ट्रोल गर्नु त भन्दाखेरि पक्नुहोस् भइरहेछ कन्ट्रोल हुँदैछ भइरहेछ पहिलो दर्ता गर्न जाउँ अगाडि भइरहन्छ यहाँ डकुमेन्ट पनि मैले बोकिरहेको छु अरू डकुमेन्ट पनि त्यहाँ नवीजीसँग छ त्यो भइरहन्छ यो उहाँहरूले गर्नुहुन्छ भनेर भने त्यति भएको अब यो कुरामा प्रोपोगन्डा म चाहिएको छ म चाहिँ अचम्म लाग्छ भने चाहिँ त्यो एउटा अन्यायपूर्ण त्यस्तै हो त त्यो मलाई अन्यायपूर्ण ढङ्गबाट गरे होइन हामी नजिक छौँ जानुहोस् न यहाँ गएर मिलाउनुहोस् न तपाईँ यहाँ बरु बित्थामा यहाँ तपाईँको भिडियो खिचेर फोटो खिचेर हालिदिनुहोस् भन्नुभएको थियो बहुमत सहितको सरकार बनाउन आएका छौँ हामी सर र हाम्रो भाइ प्रधानमन्त्री उहाँ नै हो उहाँले आफ्नो कार्यकर्तालाई हामी उहाँको कार्यकर्ता हौँ हामी साथी हौँ शुभेच्छुक हौँ चिनेका मान्छेलाई मिलाउनुहोस् न या त भिड चाहिँ आउन नदिनुहोस् न आचार संहिता विपरीत हुन्छ भनेर आफू आचार संहितामा रहने गरी नेपालको नियम कानुनलाई मान्नका लागि उहाँले आफ्नो मित्रलाई मिलाउनुहोस् न या त भिडलाई चाहिँ आउन नदिनुहोस् न भन्नु खोजे यति नै भएको